तपाईँ चाहिँ यो खेतीबाडीमा चाहिँ रमाउँदा चाहिँ तपाईँलाई कस्तो लाग्छ? मलाई एकदम ठिक लागिरहेछ, मलाई खुसी लागिरहेछ। मामा के भन्दाखेरि अब हाम्रो बुढापाकाहरूले भन्नुहुन्थ्यो पैसा कमाउनको लागि नाति बाघको बगाडा चलाउनुपर्छ भन्नुहुन्थ्यो, त्यस्तै भइरहेछ। तर त्यति कठिनाइ त छैन, विशेष गरेर आफ्नो खेतीबारीहरूमा अब आफूलाई जतिखेर जोस जाँगर लाग्छ त्यतिखेर काम गर्ने, जतिखेर जोस जाँगर लाग्दैन त्यतिखेर जता मन लाग्यो उतै आफूलाई जान मिल्ने भएको कारणले गर्दाखेरि यो ठाउँमा हामीलाई धेरै रमाइलो लागिरहेछ मामा, मलाई विशेष गरेर है। अनि तपाईँले चाहिँ अहिले हालै चाहिँ लसुनबारीमा आएका छौँ, हामीले चाहिँ हजुरको चाहिँ खेतीबाडी कृषक चाहिँ लसुन देखिरहेका छौँ। अनि चाहिँ तपाईँले लसुन मात्रै लगाउनुहुन्छ कि यहाँभन्दा अन्यथा तपाईँले अन्य चिजहरू पनि जस्तो अन्य फल सागसब्जीहरू पनि लगाउनुहुन्छ? अन्य भन्दाखेरि चाहिँ मेरो यो ठाउँमा तपाईँको लसन, त्यसपछि मटर, बिन, मिर्च, त्यसपछि अन्य इत्यादि तपाईँको लगायत जो पनि हुन्छ। तर अहिले हामीसँग चाहिँ यही छ। नमस्कार, म गुलाब थापा हजुरको माझमा चाहिँ आज छोटो मिठो भिडियो ल्याएर उपस्थिति भइसकेको छु र देख्न सक्नुहुन्छ आज चाहिँ मसँग हुनुहुन्छ महेन्द्रराज आरसी र महेन्द्रराज आरसीको खेतबाडीमा चाहिँ आज हजुरको माझमा चाहिँ छोटो मिठो भिडियो ल्याएर उपस्थिति हुनेछौँ। र विशेष गरेर भन्नुपर्दा चाहिँ अहिले हिमाचल प्रदेश सिरमौर बागथानमा छौँ हामी, महेन्द्रराज आरसी र म। र महेन्द्रराज आरसीसँग चाहिँ आज मैले छोटो मिठो भिडियो बनाएको छु र महेन्द्रराजले चाहिँ खेतीबाडी कसरी गर्नुहुन्छ भनेर चाहिँ यहाँको जिज्ञासा र उहाँको स्वाहीलाई चाहिँ हजुरको माझमा चाहिँ म ल्याउने प्रयास गरेको छु। र महेन्द्रराजसँग म चाहिँ छोटो मिठो कुराकानी गर्छु। र महेन्द्रराज आरसी हजुरलाई चाहिँ मेरो चाहिँ भिडियोमा चाहिँ स्वागत छ। हस्, नमस्ते हजुर। हजुरहरूको शुभचिन्तक सबैहरूलाई मेरो तर्फबाट न्यानो माया मिठो सम्झनासहित के भन्छ, अहिले चाहिँ हामी सिरमौर, हिमाचल प्रदेश सिरमौर बागथानमा छौँ। महेन्द्रराज आरसी चाहिँ उहाँले चाहिँ पानी देख्न सक्नुहुन्छ, यसरी लगाउनुहुन्छ लसुनमा, यसरी चाहिँ खेतीबाडी बनाउनुपर्छ। तपाईँको चाहिँ लसुनबारीमा खेत के भन्छ पानी लगाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ उहाँले। तपाईँको चाहिँ यति मेहनत गर्नुपर्छ कृषिमा, किन भन्दा चाहिँ बिना मेहनतको चाहिँ कुनै पनि फल पाक्दैन। किन हजुरको माझमा चाहिँ थाहै छ तपाईँहरूलाई। तर किनभने महेन्द्रराज आरसीले चाहिँ यसरी गरेर चाहिँ यसरी चाहिँ पानी लगाउँदै हुनुहुन्छ। तपाईँ चाहिँ यो खेतीबाडीमा चाहिँ रमाउँदा चाहिँ तपाईँलाई कस्तो लाग्छ? मलाई एकदम ठिक लागिरहेछ, मलाई खुसी लागिरहेछ मामा। के भन्दाखेरि अब हाम्रो बुढापाकाहरूले भन्नुहुन्थ्यो पैसा कमाउनको लागि नाति बाघको बगाडा चलाउनुपर्छ भन्नुहुन्थ्यो, त्यस्तै भइरहेछ। तर त्यति कठिनाइ त छैन, विशेष गरेर आफ्नो खेतीबारीहरूमा अब आफूलाई जतिखेर जोस जाँगर लाग्छ त्यतिखेर काम गर्ने, जतिखेर जोस जाँगर लाग्दैन त्यतिखेर जता मन लाग्यो उतै आफूलाई जान मिल्ने भएको कारणले गर्दाखेरि यो ठाउँमा हामीलाई धेरै रमाइलो लागिरहेछ मामा, मलाई विशेष गरेर है। तपाईँको भन्नुपर्दा चाहिँ यो ठाउँमा लसुनै लसुन तपाईँको जताकतै देख्न सक्नुहुन्छ। यतातिर जति पनि नेपाली दाजुभाइ बस्नुहुन्छ तपाईँको उहाँहरूले चाहिँ यस्तै खेतीबाडी गरेर बस्नुहुन्छ। तपाईँको एउटा भन्ने छ, जति भए पनि तपाईँको जुनसुकै जति मान्छे ठुलो भए पनि धनाडी भए पनि चाहिँ किसान बराबर चाहिँ अरू कसैले पाल्न सक्दैन। सबै थोकलाई चाहिँ पुर्याउने भनेको चाहिँ किसान हो भनेर चाहिँ तपाईँको किसानी रूपमा चिनिन्छ। किसान भनेको चाहिँ धेरै ठुलो हो, कृषक नै मेहनत हो तपाईँको। किनभने उहाँले चाहिँ आफ्नो मेहनत राखिराख्नु भएको छ। र यता देख्न सक्नुहुन्छ उता चाहिँ महेन्द्रराज आरसी, यता चाहिँ महेन्द्रराज आरसीको चाहिँ जीवन सङ्गिनी निर्मला आरसी यता हुनुहुन्छ। उहाँहरूसँग चाहिँ हामी छोटो मिठो भलाकुसारी कुराकानी गर्नेछौँ। अनि यो बागथानमा बस्दाखेरि चाहिँ हजुरको चाहिँ महसुस कस्तो भइराखेको छ? महसुसको कुरा गर्दाखेरि मामा यो ठाउँमा मलाई ठिकै भइरहेछ। जे जस्तो भए पनि आफ्नो खेतीबाडी लगाएर लसन, मटर, टमाटर अन्य इत्यादि हजुरहरूको अब छेउमा अब अन्य कुनै केही फसलहरूको पनि हामी ल्याएर आउँला हजुरहरूलाई। यो ठाउँमा ठिकै भइरहेछ जे जस्तो भए पनि। अनि तपाईँले चाहिँ अहिले हालै चाहिँ लसुनबारीमा आएका छौँ, हामीले चाहिँ हजुरको चाहिँ खेतीबाडी कृषक चाहिँ लसुन देखिरहेका छौँ। अनि चाहिँ तपाईँले लसुन मात्रै लगाउनुहुन्छ कि यहाँभन्दा अन्यथा तपाईँले अन्य चिजहरू पनि जस्तो अन्य फल सागसब्जीहरू पनि लगाउनुहुन्छ? अन्य भन्दाखेरि चाहिँ मेरो यो ठाउँमा तपाईँको लसन, त्यसपछि मटर, बिन, मिर्च, त्यसपछि अन्य इत्यादि तपाईँको लगायत जो पनि हुन्छ। तर अहिले हामीसँग चाहिँ यही छ। लगाउँदाखेरिको महसुस अब ठिकै भइरहेछ अहिलेसम्म। आफ्नो आम्दानी, आफ्नो खर्च पर्छ, आफ्नो बालबच्चा पालन पोषणको लागि ठिकै भइरहेछ। जस्तै तपाईँले अघि नै भन्नुभएको थियो नि, तपाईँको चाहिँ सालमा चाहिँ 4वटा सिजन लाग्छ भन्नुभएको थियो। त्यो 4वटा सिजनमा चाहिँ कुन कुन बीज लाग्छ तपाईँले भन्न सक्नुहुन्छ? एउटा के भन्छ तपाईँको कार्तिकको असोजको महिनातिर लसुन लाग्छ। त्यसपछि कार्तिकको 15-20 गतितिर तपाईँको मटर लाग्छ। त्यसपछि चैतको 2-4 गतिदेखि लिएर तपाईँको 8-10 गते या तपाईँको वैशाख पनि पुग्न सक्छ, तपाईँको टमाटर लाग्छ। त्यसपछि तपाईँको के भन्छ तपाईँको बिन पनि लाग्छ श्रावण भदौको महिनातिर गरेर तपाईँको 4वटा फसल उत्पादन हुन्छ यो ठाउँमा विशेष गर्दाखेरि।
तपाईँले भनेपछि तपाईँको चाहिँ लसुन बिन टमाटर त्यस पछाडि चाहिँ मटर 4वटा लाग्छ तपाईँको है अनि ठिक छ त्यसो भएपछि तपाईँले चाहिँ इन्डियामा बसेर चाहिँ राम्रो कृषक गर्नुभएको रहेछ किन भन्दा चाहिँ हामी पनि चाहिँ यस्तै मेहनत कृषि नै गर्ने हो हामी चाहिँ कृषि नै गर्छौँ र विशेष गरेर चाहिँ तपाईँहरूले चाहिँ दर्शकको माझमा तपाईँहरूले चाहिँ तपाईँको भिडियो चाहिँ तपाईँको चाहिँ दुःख सुख चाहिँ दर्शकले हेरिराख्नु भएको छ र चाहिँ दर्शकलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यसको लागि दर्शकहरूको लागि म गुलाब थापा युट्युब च्यानलमा गएर तपाईँको लाइक सब्सक्राइब तपाईँको भिडियो हेर्नु नबिर्सनु होला यसको लागि फलो सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै म हजुरहरूको माझ मिठो माया न्यानो सम्झनाको सहित हस्त नमस्ते भन्न चाहन्छु फेरि पनि हामी दोस्रो भिडियो ल्याएर हजुरहरूको सामु उपस्थित हुनेछु हेरेर नबिर्सनु होला यसको साथै तपाईँहरूले सल्लाह सुझाव दिन पनि नबिर्सनु होला दर्शकहरूलाई यति भन्दै म नमस्ते बिदा हुन चाहन्छु हस्त नमस्ते दर्शकबिन किन भन्दा चाहिँ महेन्द्र राजा आरसीले चाहिँ आफ्नो गर्दै गरेको चाहिँ खेतीबाडी चाहिँ हजुरको माझमा चाहिँ भलाकुसारी चाहिँ 2-4वटा शब्द चाहिँ बोलिसक्नु भएको छ र विशेष गरेर चाहिँ हजुरले चाहिँ यो भिडियो कुन कुन ठाउँबाट हेर्नुहुन्छ र हजुरको चाहिँ साथ सपोर्टको आशामा चाहिँ म बसेको छु र किन भन्दा चाहिँ गुलाब थापा युट्युब च्यानल अथवा चाहिँ ब्लगमा यहाँहरू सम्पूर्ण दर्शकहरूलाई चाहिँ म न्यानो माया हजुरको माझमा चाहिँ मिठो सम्झना चाहिँ पस्काउन चाहन्छु र यति भन्दै चाहिँ किनभने 2-4 शब्द चाहिँ मेरो पनि म यहीँ नै टुङ्ग्याउँछु आउँदो भिडियोहरूमा चाहिँ यस्ता यस्ता तपाईँको चाहिँ खेतीबाडीको र तपाईँको चाहिँ कस्तो कस्तो भिडियोहरू आउँछ हेर्न नबिर्सनु होला र यो भिडियोमा चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ लाइक र सब्सक्राइब र बेल आइकनलाई चाहिँ थिच्न नबिर्सनु होला भन्न चाहन्छु बाँकी म पनि हजुरको माझमा बिदा हुन्छु हस्त नमस्कार